सबैजना छोडेर गए कहाँ छ मुचेर खाने हो म 22 वर्ष पुगे भाइ भर्खर 4 वर्षको पुगेछ देख्नु भयो हट्टीले जिना हराम गर्दैछ त सेन्टी फ्लाइट भएको बसेर भाग्यो त्यो मान्छे हामीहरु साथीहरु ओभर मेहनत गर्छौं क्या जान्न छ कि न रे शुक्रिया आज कति धेरै हट्टी छन् सो फेरि पनि हे गाइस राम राम नमस्ते गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल मेरो न्यू डे न्यू भिडियोमा सबैजनालाई स्वागत गर्दछु म इट्स मी सञ्जना थारू आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला भन्दै आजका साथी भिडियो सुरु गर्दैछु सो म पनि एकदमै ठीक छु सो साथीहरु हामीहरु आफ्टर लङ टाइम पछि हिजो साँझबाट चाहिँ आगो टापिरहेछौं कि हिजो साँझ एउटा हाम्रो यहाँ पार्टी थियो साथीहरु तर त्यसको मैले भिडियो खिचेन कि फेरि सबैजना कम्फर्टेबल हुँदैन नि त अनि हिजोको भात तरकारी कति धेरै बाँकी छ नि त अनि त्यही हामीहरु अहिले चाहिँ यता भात टटाएर सब हेर्नु बाहिर यसरी उसमा अंगठामा मात्रै टटाउने भनेर अनि एउटा बट्लीको भात उता काकीहरुको घर टाटिरहेछ अनि मासु छ साथीहरु अनि काकीहरुले दाल पकाउनु छ अनि त्यही हो अब यो सबै हिजोको मुची सुची खाने हो हैन मुचेर खाने हो मुजेर कुजेर भन्न लाग्थ्यो कि टेस्टै आउँछ यस्तो चिसो लाग्छ मलाई चिसो लाग्दैन तँलाई लाग्दैन पन्जा छ खै घर छ मेरो भाइ हो साथीहरु हेर्नु म 22 वर्ष पुगे भाइ भर्खर 4 वर्षको पुगेछ ठिक्क मेरो बिहे हुँदासम्म यसको 6 वर्ष पुग्छ नि ढिकुन नाच्छ नि मलाई पठाउँदाखेरि रुन्छस् कि नै बिनाजुको घर पठाउँदा बिनाजु लिन आउँछ नि त मलाई त रुन्छस् किन बिनाजु लिन आएपछि रुन्नस् पठाइदिन्छस् रुँदैन भन्छ साथीहरु अस्ति नै हाम्रो लुसी बिरामी भएको थियो त्यो लुसीको एक्सिडेन्ट भएको थियो नि त्यही दिन मलाई रोको देखेर त प्या रहिरा थियो मेरो बिहेमा झन् रुँदैन होला यो रुँदैन होला कति रुन्छ होला त्यति बेलासम्म त झन् अलि ठुलो भइजान्छ ज्याकेटै छैन मेरो त त्यही मैले लाउने ज्याकेट भनेको मम्मीको वाला ज्याकेट हो साथीहरु त्यही मेरो ज्याकेट यहाँ एउटा पनि थिएन अनि मम्मीले छोडेर गइहाल्नु हो विन्टर टाइपको त छ तर ज्याकेट चाहिँ छैन कि त आज लुसीको बर्थडे ह्यापी बर्थडे लुसी थ्यांक यू भना ह्यापी बर्थडे लुसी सबले लुसीको बर्थडे हो भने स्कुल जान भन्दै तु हैन मैले बक्लाउ लाडुनु बाबा हो यस्तो मजा आइरहेछ आगो टाप्न अहिले भात खाम्ला है सबैजना मासु भात मबाट मासु भाबाट भात खाम्ला हेर्नु मासु यति धेरै छ भात यता हेर्नु पुरा आज पिकनिक हो हाम्रो पिकनिक बिहान पिकनिक पार्टी खानेले छोरे हाम्रो बिहान साथीहरु हाम्रो पिकनिक पारा A few moments later सो साथीहरु यहाँ म बाटोमा आइसकेको छु आफ्नो बसन्तीलाई लिएर चट्ट दिन आज म चाँडो निस्के त साथीहरु कोही निस्किन ला छैन हेर्नु हिजो म ढिलो निस्के थिए त बाफ्रे सबैजना निस्किएको थिए आज त म कति धेरै काम गरिहाले भाँडा पनि धोइहाले ओड्नेवाला एउटा यहाँ सुकाएको छु एउटा त्यहाँ सुकाएको छु भाँडाहरु सबै भित्र राखे दराजबाट निकालेको हिजो पार्टी फाट्यो नि त अनि त्यो सबै भित्र राखे अझै के गरिहाले त्यो पनि आज कोही निस्किन ला छैन हेर्नु यहाँ अब घाम तापिरहेछु म घाम तापिरहेछु साथीहरु हेर्नु हामीहरु जंगल पुगिसकेको छु तर अन्याय भइराछ अब कतिखेर जंगल बन्द हुने हो थाहा छैन यस्तो असारे उडाइदिन्छन् कि हामी चाहिँ कति टाढा जान्छौं हेर्नु लिनलाई हामीहरु यति धेरै जना त्यही 4 5 खेप गरिम भने त यो असारे त एकछिनमा सकिहाल्छ नि अनि त्यही भएर काट्दैन मेटातिर उता जान्छन् टाढा जान्छन् जे जस्तो मिल्छ भेल्लोर सेल्लोर त्यो लिएर आउँछौं झन् मान्छे त आम्बो दिनको 1 खेप 2 खेप हैन कि पुरा धेरै खेप गरिराछन् कि अब त अन्याय हुँदैन जानु पर्यो पोस्टमा नारा लगाउन भएन अन्याय भयो भनेर मेरो साइकल हेर्नु न आज त हामीहरु पनि 2 खेप गर्ने भनेका थियौं तर अरूलाई देखेर फेरि अरू पनि गु खाइराछन् भने आफू पनि त्यही गु खान त भएन जस्तो लाग्छ पुरा लैजाबाट त्यही हो हामी कति भित्र जान्छौँ कति टाढा जान्छौँ उनीहरू यहीँ पुरा सारे सखाप अब केही दिनमा बन्द भइहाल्छ होला यो जङ्गल पनि यस्तै हो अझै तल हामीहरू जान्छौँ साथीहरू
हेर्नु पुरा सुनसान यतातिर देखिराख्नु छ उनीहरू यहाँबाट यतातिर आउँदैनन् के अनि हामीहरू त्यहाँ पुग्दा पुग्दा त तिनीहरू आधी त काटिसक्छन् होला सो हाम्रो आजभोलि त्यही काम चलिरहेछ दिनभरि रुमाल बाँधेको गर्छु टाउकोमा त आइम साथीहरू हेर्नु साइकल कहाँ पस्यो मेम्बरसिप सब कहाँ गए हामी यति मात्रै छौँ हाम्रो एक बगाल आधी जति त खै कता छन् कि साथीहरू हामीहरू यिनीहरूलाई अब भेटाएनौँ भनेर पुरा सुनसान जङ्गल छ भनेर साथीहरू फर्किम क्या अब अर्कै जङ्गलमा जानु पर्ला भनेर फर्किम हेर्नु उतातिर जान सकिन्न कि साथीहरू हिजो हात्यायो भन्दा यस्तो भगाएको छ नि डर पनि किन नलाग्दो त उता त जङ्गलतिर कोही गएको छैन झन् यता अगाडि आएको त यिनीहरू त भर्खर आएर हिजो पनि 18 जना थियौँ 3 जना आथे अर्कै ठुलो मान्छेले मोटा दोकानदारहरू आथे कि हिजो भर्खर आएर छौ रे तिमीहरू अनि त्यहाँ गरेनौ कुन जङ्गलबाट दाउराले ल्याइहाल्यौ त्यति हेर्नु सब बाफ्रे महिला मण्डल हेर्नु अब हामीहरू जाँदैछौँ अब सुरु अब देखाउँदैन अब छाप काट्ने हो लाने हो सुरु हो गयो अहिलेबाट चिल्लाउन लागि आज त हेर्नु मेरो बोझा यो उहाँको बोझा यता सब बाँधिरहेछन् आज पनि हात्ती छ तर अब घर हात्ती हो कि वन हात्ती हो त्यही पत्ता लगाउन सक्नुला छैनौँ टाढाबाट देखिरहेछ घाँटीमा केही लस्सी सस्सी छैन भन्छन् डराउँछन् यो बच्चाहरू रुखबाट हेर्नुभयो देखिन्छ एकचोटि हेरेर आउँछु क्या म चित्त बुझ्दैन फेरि मेरो त कहाँ हात्ती देख्यो रे यिनीहरू मलाई खोजिरहेछन् कहाँ छ हात्ती घर हात्ती होला साइड त खै त घर हात्ती बनाती नजिक जानु जान्छु खुब सिन्टुङाइदियो भने मेरो ठारो रुन्छ हुन नसकेको अच्छा कहाँ छ देखेन त भाइ त के गर्न चरे थिइस् त माथि देखिहालिस् रे भाउजू देखेन के हात्ती देख्नुभयो हात्ती जङ्गल आएको हात्तीसँग जम्का भेट त भएको छैन अलि हामीभन्दा टाढै छ देखिराख्नु छ उता गइरहेछ के अरे मलढुक कान हल्लाउँदै यता आउला छैन उता जान्न लाग्छ अहिले बोझा लिएर जाने बेलामा देखिहाल्छौँ त्यसलाई देख्छौँ होला सायद चाँडो गयौँ भने सबसे अगाडि म हुनु पर्यो स्नेहको ठाउँमा देखिहाल्थे देखेन हेट्ने रहेछ म त कहाँ हेरेर थिएँ कति टाढा अब साथीहरू चाँडो हो उसमा बाँध्ने हो अनि त्यसपछि गइहाल्ने हो कि थाहा छैन मलाई कसको हो साथीहरू हेर्नु झन् आज सरसर साइकलमा जाउँला भनेको थियौँ यिनको पेन्चर मेरो साइकलको हेर्नु हालत खराब पेन्चर भइगयो आज झन् बोझा राम्रोसँग बाँधेको थियौँ बसौँला भनेर अर्को दिन यहाँ पछाडि यस्तो बिजाउँछ आज राम्रोसँग बाँधेको त झन् मरेकै जुनीको पाप भइगयो पहिल्यै यहाँ सकिहाल्यो हावा फुस्केर पम्पमा ल्याउने भनेको थिएँ फेरि मेरो साइकल काकीले हेर्नुभयो कि एकचोटि अनि बनिहाल्छ होला भनेको त बनिगयो साथीहरू हामीहरू सोचिरहेको थियौँ त्यो साइड घर हत्या होला भनेर होइन यहाँ कतिजनालाई त्यसले टर्साइदियो उतैबाट आयो तर हामीलाई त्यसले देखेन कि त्यसले हामीलाई देखा भए त छोड्थेन आज त्यसले हामीलाई आज बहुत दौडाउँथ्यो साथीहरू तर त्यो हात्ती उताबाट आयो त्यहाँनिर एकछिन हाम्रो के भन्छ दिदीहरू खुब भागेर अनि यसपछि यहाँनिर हेर्नु यो निस्किसक्यो कि यो जङ्गल अब यहाँ हामीहरू गाउँमा आइसक्यौँ यो गाउँ लगड्दै त यहाँनिर जङ्गल छ अनि त्यहाँबाट उत्तरतिर गएको छ अरे पारिपट्टितिर हात्तीले जिना हराम गरेछ त यस्तो दिन धारै निस्किन थालिसक्यो त एउटा नराम्रो हो कतिखेर पम्प लिएर आउँछन् साथीहरू
अब कनपट पक्रेर त बस्ने होला। फेरि अहिले योलाई अब उतातिर त ढुङ्गा थिएन त ल हिँडाइहाले भन्नुहुन्थ्यो। अब यतातिर त ढुङ्गा छ नि त। अब यो ढुङ्गामा फेरि यसलाई हिँडाउनु भयो भने झन् पेन्चर मात्रै होइन कि झन् चक्कै चेन्ज गर्ने जस्तो भइहाल्छ। अनि त्यही भएर नजाम बरु तिनीहरूलाई पम्प लिएर आऊ भनेको छ हाम्रो गोटियारलाई कि अरूलाई त अब के हराउनु बिचरा थाके हुन्छ। हाम्रो गोटियार त हाम्रो लागि यति गर्न सकिहाल्छ नि त, साथीको लागि त यति गर्नु परिहाल्यो हो कि नै हो। वाह ठक्कै लागिरहेछ। हामीहरू साथीहरू ओभर मेहनत गर्छौँ क्या, यस्तो मेहनत पनि राम्रो होइन। हामीहरू चाहिँ त्यत्रो टाढा जाने, हात्ती भएको ठाउँमा जाने हामीहरू चाहिँ हेर्नु यही दाउरा लिनलाई। मान्छेहरू चाहिँ यो जङ्गल यो गाउँ भएको यो यहाँनिरबाट यता गाउँ, अब त्यहाँ यो बोट देखिराख्नु छ त्यहाँबाट उता जङ्गल। अब टेट्ने गइसकेपछि उनीहरू दाउरा पाइहाल्छन् हेर्नु। अब हामी पनि त्यही गरौँ भने फेरि यिनीहरू गुखायो भने हामी पनि गुखाम, यही सोचेर गरेनौँ। फेरि रिस उठेर आउँछ। दुई खेप गरिसके गरे। जुन दाउरा हामीहरू अझै ल्याएको हुँदैनौँ तिनीहरू त्यस्तो खतरनाक दाउरा काटिदिन्छन्। कसरी आँट आउँछ हो। राम्रै रुख देख्यो भने त काट्न मन लाग्दैन आफूलाई त। हामीहरू त धल्या पल्याएको ल्याछौँ, कोही आज करायो भने फेरि आज त झगडा हुन्छ साथी। साइकलमा हावा अब पम्प छैन भाउजू, लिन पठाउँछौँ कोही बेला आउँछन्। त्यो हात्तीले त यहाँ जिन हराम गरेछ गरे, सबलाई डरवा छ आज। वन हात्ती हो रे। सबैजना छोडेर गइगे, सबैजना छोडेर गइगे। रिस उठिरहेछ के गरौँ भाइ साहब, इतना रिस उठिरह्यो। सबजना गइगे। टाउकोले गर्ने मान्छे पनि 2 खेप गरिसके। हामी नाप यो साइकलमा मरिरहेछौँ त्यत्रै। अझै हावा पनि छैन। हावा नि छैन। यो हावा पनि कर्म। प्रिया मेरे दोस्त इस जन्नत के सफर के लिए आ जाओ इधर समाटने, आ जाओ साइकिल समाटने। मेरे दोस्त शुक्रिया तुमको इस जन्नत के सफर के। पानी निकाल दिसम्म छ अनि पानीमा भिजेली थियो त त्यो साच्चै बनाथ्या रहेछ गरे। आया यस्तो पेन्चर साइकलमा त कति धेरै भर्न पर्छ। ओइ जान्न छ कि नाइ रे? जाइट देऊ के म भर्छु। जंगर उराइगो अहिले फेरि भत्तले हानेर यहाँ बब्बाल रहेछ। यी काटी ढाकेर जम्मा लिएर आइगेल बा। तिम्रो बरु एतापट्टि राम्रो थियो के? अब बाल्न सक्दैन। राम्रो थियो। ना यो भर्दिम चाहे फुटी हालोस्। अर्कोको साइकल हो किन फुटी हालोस्। फुट्ने दिनु त। पुरानो साइकल दिन्छन् थोत्रे पत्रेको अनि पेन्चर भइहाल्छ। कति गाह्रो भयो यहाँ। म एकछिन रेस्ट गर्छु बा। रेस्ट कति मैले जान जतिकै गड्डी आम्बो कसरी बस्छौ रे? हावा नभएर पुरा दुःख देछ आज। बरु डोर्याउँदै दुःख हुँदो रहेछ चलाएर। राम्रोसँग बा राम्रोसँग। कोठी निगिरी पटकी ठुक्ला भइगयो। ठुक्ला गाउँ त निस्किरहेछ छुच्चीबाट। खै थाहा नै मैले त फुलौ कि ना फुलुङ्गा सुलुङ्गा फुलेन मतलब पेन्चरै होला कि छुच्चीबाट त हैन होला। मेरो पनि साथीहरु काकीले छुच्ची छाम्दिनु भयो अहिले त छैन यहाँ। फ्यास भइगयो यी हेर्नु। फ्यास सेन्टिफ्लाइट भइगयो। पाछे अब आगे छ साथीहरु। आज मेरो बसन्तीले लास्तै ढोका दियो। फेरि हावा गइगे थियो हेर्नु। उनीहरु उता सोझरे म यता सोझरे त हावै गइगयो फ्यास। अब घर पुगिसके जे होस् जस्तो होस् ल्यायो भनौं। म आफ्नो गुद्री राख्नु पर्यो कि साथीहरु। आज सुकाएको थिए घाममा। यसरी सुकाउनु भयो भने न्यानो लाग्छ त। अनि त सुत्दाखेरि एउटा यहाँ सुकाछु एउटा त्यहाँ सुकाछु अहिले त्यसलाई पनि ल्याइहाल्ने हो। आया आज त लास्टै ठकाइ लागिरहेछ कुन्नी किन हो। दाउरा पनि आज त्यस्तै थियो डाम्बो। मेरो दाउरा त सबले भनिरहेको थियो आज दाउरा चाहिँ खतरा गरे के मैले। अर्को दिन पनि यस्तै गरे भए त भइहाल्थ्यो। अर्को दिन त दया माया इधर उधर सबै सोचेर गर्थ्यौं। तर आज सोच्न त सोचेकै हो। यस्तो वाला त काटेनौं। यस्तो वाला त छपाछ भयो फेरि। हेर्नु यही कराहीमा अहिले भात मुजेर गमागम खाने हो। त्यतिखेर देखाउन त देखाइहाल्थेँ म। तर अब चाहिँ म मोबाइल चार्जिङ गर्न जान्ला छु। अहिले भिडियो एडिट गर्नुपर्ने हुन्छ। यो घरको मान्छे चटनी बनाउँछन् अनि त्यसपछि खानुपर्ने हुन्छ यही कराहीमा मुज्दै खाने।
यस्तो ठकाइ लागिरहेछ कि आज त पुरा यता दुखिरहेछ कि यस्तो ठकाइ लाग्ने जस्तो त दाउरा त त्यति धेरै त थिएन ठिक्कको एक भारी त ल्याउनु पर्यो त्यत्रो जवान भइसकेपछि 2000 years later. सो साथीहरू ठ्याक्क हेर्नु म तरोजानलाई रेडी भएको थिएँ साइकल आज पेन्चर भएको भनेर बनाउन जाम भनेको हाम्रो काकीलाई सन्चो छैन भनेर म यहाँ आएँ तर म आज बल्ल एउटा कुरा थाहा पाएँ नि साथीहरू यो पल्सर 150 हुन्छ नि 150 नै हो क्या हो यो पल्सर 150 को मैले सोचेको थिएँ कि हाम्रो जस्तै अब 220 को हुन्छ नि सबै ठोक्की यहाँ यसको त पछाडि पनि हुँदो रहेछ कि यस्तो गियरवाला त मैले त सबै अगाडि होला भनेको थिएँ सो अहिले चाहिँ म हात्ती सर आएको छु आज कति धेरै हात्ती छन् गनेर देखाउँ आम्बो आज त सबसे धेरै छन् क्या हो अरू दिन भन्दा पनि बेसी छन् कि आज त बाफ्रे अरू दिन यतिको हात्ती हुँदैन आज त हात्ती देख्ने मात्रै भइरहेछ त्यहाँ जङ्गली हात्ती देख्यो अहिले चाहिँ घर हात्ती एउटा दुईटा त्यसपछि तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा छन् आठवटा होइन 9वटा रहेछन् साथीहरू त्यहाँ पनि छ 9वटा छन् 9वटा बाफ्रे हात्ती देख्न पाइरहेछौँ आज हाम्रो काकीलाई सन्चो छैन भनेर एकछिन लिएर आएको कि साथीहरू हाम्रो काकीहरूकै बाइक हो यस्तो रप्टिन्छ यो बाइक बाफ्रे कस्तो घोर गइरहेको थियो हुन त यो नयाँ हो त अनि रप्टिन त परिहाल्यो ठ्याक्क तरोजानले रेडी भएको थियौँ साथीहरू अब यतिखेर गएर के गर्नु अब साइकल पनि बन्दैन तर यस्तो चिसो भइसकेको छ साथीहरू ओ माई गड बाइक चलाउनु त सकिन्न त्यस्तो भइसकेको छ सो आज साँझ चाहिँ माछाको तरकारी खानु पर्ने हुन्छ सौरीको तरकारी खाने साथी सौरीको हाम्रो ठुलो बाबा भनी राख्नु थियो तेरो भाग पनि एउटा काटिदिन्छु भनेर होइन साँच्ची भने कतिवटा छन् साँच्चै 9वटा हुन् र 2 3 4 5 6 7 8 9 10वटा छन् साथीहरू त्यहाँ पर पनि एउटा रहेछ त त्यहाँ पर एउटा रहेछ क्या 10वटा रहेछन् अस्ति हामीहरू हेर्न आए बेला त 3टा 4वटा यस्तै हुन्थ्यो कि पहिला अहिले होइन कि पहिला चाहिँ हामीहरू यत्तिकै हेर्न आउँथ्यौँ त्यतिखेर चाहिँ कति धेरै हुन्थे तर अस्ति नै हेर्न आए बेला चाहिँ यहाँको हात्तीहरू उता डल्ला चेकपोस्टतिर गाह्रै छन् अनि त्यसपछि ठाकुरद्वारा निकुञ्जमा उता पनि गाह्रै छन् रे अनि कोही चर्न गाह्रै छन् रे अनि त्यतिखेर देख्न पाएको थिएनौँ कि आज त 10वटा यहीँ 10वटा देखिसकेँ म हात्ती यहाँबाट सेट लाग्यो हाम्रो हात्ती सार हो कि साथीहरू हात्ती सार हो सधैँ जङ्गल जाने त्यस्तै हो जङ्गल जाने यस्तै काम चलिरहेको छ साथीहरू नुहाउन पाएको छैन भोलि नुहाउनु पर्ला मेरो भिडियो पोस्ट गर्ने टाइम भयो साथीहरू हेर्नु यस्तै कुरामा उल्झिन्छु के म अनि त्यही भएर भिडियो ढिलोभन्दा ढिलो पोस्ट हुन्छ मेरो अब कहिले बेला सकिन्छ हाम्रो काकीको हजुर साथीहरू हेर्नु म काकीलाई लिएर आएँ यिनीहरू मेरो साइकल बनाउन गइदिए रहेछन् हेर्नु तर त्यो साइकलवाला कहाँ गएर रहेछ ताला टुली हर्केर कता गइगे रहेछ बसेर भाग्यो त्यो मान्छे अनि म यिनीहरूलाई फेरि खोज्दै काकीहरूको साइकल मागेर आएँ कि यिनीहरूलाई यहाँ बाटोमा भेटाइगए तर यिनीहरूले यत्रो मेहनत गरेर गएको केही काम लागेन छिटो त्यहाँनिर पानीपुरी खाने भए गइरहेछ कति लाग्छ दियो न पैसा त्यो मेरै होला पैसा हो त्यो चटपटे वाला भैया देखना जल्दी बनाओ हमको खाने लग रहा है सबर करो थोड़ा या फुट गिर के हुन हाला न आफै हालेको बात पानी निकाल दिनुहोस् पानी ल छिटो खाऊ खाइ जस्तो नगर क्या म त खाँदिन सो साथीहरू अब हामीहरू सुत्न जान आँटेको सुत्दाखेरि त यो मान्छे हेर्नु यसरी बमफोली खान्छन् आफू पनि खान्छन् अहिले मेरो लागि पनि निखोर दिन्छन् यसरी ल्याउ यसरी खान पाए त खाइहाल्छु नि अस्ति नै यस्तै गरी डोसले कति मजाले निखोर दिएको थियो त्यहाँ टिकापुर पार्कमा आफू खाइसकेको थिएँ अनि त्यसपछि माया अनि भाइ दुइटैजना खाइरहेको थियो अनि म फेरि यस्तो निखोर देसी त खाइहाल्छु नि थ्याङ्क यू सो जे भाइ म हजुरहरूलाई देखाएँ साथीहरू ठ्याक्क माछा ओर्दिने टाइममा भिडियो एडिट गर्दा सुतेको थिएँ सो
त्यही भएर ओर्दिन पाएन। सो त्यही हो आजलाई यति नै। सबैजनालाई टाटा बाई बाई, लभ यु अल, बाई बाई, सी यू, सोटे हैं हम।